हाई हेलो हामी चाहिँ यो हामी एक दिन अस्ति मौलाकोट घुम्न जाँदाखेरिको भिडियो हो। अनि यति बेला चाहिँ हामीलाई के कुरा भइरहेको थियो भने ठ्याक्क प्रोटेस्ट सकेको 1 दिन हो कि 2 दिन जस्तो भएको थियो कि। अनि त्यति बेला चाहिँ यहाँ यो यति राम्रो पहाडलाई किन यस्तो गरायो होला भनेर त्यही अनुसार चाहिँ डिस्कस भइरहेको थियो हाम्रो। अनि यो दिन चाहिँ मौसम चाहिँ राम्रो गरेको थियो, घाम थिएन, कुरो लागेको थियो, त्यो देख्न पनि सक्नुहुन्छ। मौसम चाहिँ धेरै नै राम्रो थियो। अनि यहाँ चाहिँ कस्तो राम्रो फोटो खिच्न भन्दा पनि बस्नको लागि फोटो खिच्नको लागि राम्रो थियो। तर यो चाहिँ पुरै बिगारेर कस्तो बनाइसकेको रहेछन्। अनि वी वर जस्ट डिसपोइन्टेड, त्यही भनौँ। अनि खासमा चाहिँ भ्लग अलि तलबाट सुरु गर्नुपर्ने हो, तर पानी परेको थियो। मलाई मेरो दिमागमा आएको पनि थिएन भ्लग गरौँ भनेर। उत्तिकै माथि आएपछि गरिदिउँ न भनेर गरिदिएको। अनि यिनीहरू चाहिँ प्लान्ट लभरहरूले चाहिँ फुलहरू खेलेर बुके बनाउने भनेर प्लान्टहरू फुलहरू खेलिरहेको थिएँ। मेरो काम चाहिँ त्यही भिडियो बनाउने मात्र हो। अनि हामी जति माथि गयो त्यति नै कुरो चाहिँ झन् बाक्लो हुँदै गइरहेको थियो। अनि मौसम पनि शीतल थियो, मजा भइरहेको थियो। अनि त्यसपछि यो बुके बनाएको त्यहाँ फेरि अर्को फुल देखेछन्। अनि त्यसको लागि चाहिँ भगवती तल ल्याउन गएछन् दुःख गरेर। म चाहिँ त्यस्तो खासै नट अ प्लान्ट लभर, त्यही भएर म चाहिँ नट इन्ट्रेस्टेड। आस्था र भगवतीले चाहिँ लास्टै राम्रो बुके बनाउला भनेर मेहनत गरिरहेको थिएँ। एज यु क्यान सी अहिले चाहिँ कुहिरो झन् बाक्लो भइरहेको थियो। अनि यो चाहिँ केही मिनटमै यति बाक्लो भइसकेको थियो कि क्यामेरा भन्दा पनि रियलमा पनि देखिरहेको थियो। रियलमा झन् राम्रो थियो साथीहरू। अनि अहिले चाहिँ हामी मौलाकोटको त्यो टुप्पा डाँडा जस्तोमा छौँ। अनि यहाँ चाहिँ यहाँदेखि चाहिँ अलि उतातिर चाहिँ भ्यू पोइन्ट जस्तो त्यहाँदेखि चाहिँ भ्यू देखिन्थ्यो। आज चाहिँ त्यो बेला चाहिँ हुसु लागेर खासै भ्यू चाहिँ देखेको छैन। अनि त्यो बुके बनाउनको लागि आइडियाहरू
गराइरहेछन्, मेहनत गरिरहेछन् केटीहरूले जे होस्। यो चाहिँ हाम्रो ठ्याक्क बसेको ठाउँबाट देखिने भ्यू हो। यहाँ चाहिँ अब यो टाइम ल्याप्स गराएर बादल र कुहिरोहरू चाहिँ हल्का हल्का तलतिर फाट्दै गर्दाखेरिको हो। अनि रियलमा कस्तो दामी देखेको थियो, क्यामेरामा पनि राम्रै छ काम चलाउने। कुहिरोले सबै ढाकेको कारणले खासै भ्यू चाहिँ देखेको थिएन, तर ब्याकग्राउन्ड चाहिँ राम्रै थियो। हेर्नु मन लाग्छ नि, शीतल थियो, आनन्दको थियो। हामीले चाहिँ घरबाट नै के खानेकुराहरू लगेको थियौँ। अनि पसलमा बाटोमा पनि अलिअलि किनेको थियौँ। मौलाकोटमा पसलमा पनि केही किनेको थियौँ खानेकुरा। अनि त्यही खाँदैछौँ। खाँदाखेरि कति हाँसो लाग्नु देखेँ त्यहाँबाट। अनि हामी त्यहाँ बसेर केही टाइमपछि चाहिँ यतिको भ्यू चाहिँ खुलेको थियो। अनि अब गर्मी भन्दा त यतिकै ठिक हो, खुल्ने आकाश खासै खुलेको थिएन, उता टाढातिर देखेको थिएन। तर गर्मी भन्दा त यो शीतल नै ठिक छ हाम्रो लागि, हिँड्न सजिलो हुन्छ नि त, त्यही भएर। अनि अघि नै बनाएको बुके चाहिँ गाईले खाइदियो, त्यही हो। हुन त लगेर पनि कहाँ जाने हो, त्यही भएर खाइरहेको छ भनेर छोडिदियो गाई चरुले। अनि हामी चाहिँ त्यहाँबाट फर्किँदाखेरि चाहिँ फेरि बादल कुहिरो लाग्न सुरु गरिसकेको थियो। अनि त्यही भएर हामी चाहिँ पानी पर्छ भनेर छिटो फर्किएको थियो। यो चाहिँ अब हामी फर्केर तल, हामीले चाहिँ ट्याम्के डाँडा भन्छौँ, यसको नाम पनि थाहा छैन। अनि त्यहाँ आएर यो लास्ट क्लिप हो। अनि यो हामीसँग चाहिँ यो कुकुर माथि टपबाट नै आएको थियो। अनि आउँदै बाटोमा चाहिँ पछि हामी मेन रोड भेटाएपछि चाहिँ कहाँ गयो हामी त्यसपछि देखेनौँ। अनि त्यही हो, अब यतिमै मैले मेरो ब्लग एन्ड गर्न चाहेँ। हस्त, धन्यवाद।